लाइट्स के छ ह्याप्पी होली सबैजनालाई र आजको ब्लग छ ह्याप्पी होली र आज के गर्छु हेर्ने लाइट्स अलि यहाँ सानो प्याङ गर्छु ल यहाँ मेरो भाइ यहाँले सुतिआएको छ चुपचाप सुतिआएको मजाले अनि रङ लाउँछु अनि लगाएपछि बजारतिर गएर अनि होली खेल्ने हो हातमा छ रङ अब यसको काम हुन्छ के भन्नु ल कस्तो यसरी आएछ ल ह्याप्पी होली उठाए यहाँ लाइट्स मस्त उठाएछ रङ लगाएर ह्याप्पी होली ढुङ्गामा छ यो त के भन्नु अब बजारमा जाने होली खेल्न जाने ल त्यो भाइ नि अब जाने भन्दैछ मसँग क्या अब राख्ने हेलो देख्नुभयो नि भाइको कलर लगाइदिएको ए भाइले नि मलाई कलर लगाइदियो ए भाइसँग अब बजारतिर खेल्नु जाँदैछौँ भान्चोकतिर अब धनचोकमा कतिको खेलेछ हेर्ने कतिको भिड छ कतिको खेलेछ र बल्ल अब हामी भान्चोकमा आइपुग्नु आँट्यौँ होइन यो भान्चोक जानुभन्दा अगाडि यहाँ म्याच छ आँखामा डढेर यहाँ भाइले आँखामा झन्डै अलि टिपाउँछ आँखामा चाहिँ भाइले कति साह्रो होलीमै डढ्यो यहाँ अब भान्चोक आइपुग्नु आँटे पोगलसम्म त खासै छैन हौ खेलेको तर देखाउँदैछु कतिको छ कतिको खेलेछ भनेर भान्चोकमा यस्तो हारा छ बाटो यहाँ मेरो साथी छ होइन दाजु खोइ साथी ए माथि गएर त छैन चाहिँ साथी त होली होली नाम होली होली पोगसा भन्दा त खासै छैन पोगसा भन्दा खासै खेल्ने छैन यहाँ फोटो सोटोहरू तरेर यस्तो मात्रै गरिदिएछ पोगसामा त खासै छैन हौ मान्छेहरू पोगसा त डिजे सिसे बजायो नाच्यो गीत गायो त्यो छैन हौ ह्याप्पी होली बुझ्नुहरू छैन हौ आज यसपालि
ल बिसाइ बिसाइ खेल्दा खेल्दा यस्तो हारा भइसक्यो यहाँ मेरो भाइ नबुझ्ने यहाँ साथीहरू छ आम्बो हातमा कसको दाम बस्छ यत्रो भोलि नचिँदै भइसक्यो नचिने भइसकेको छ जसो भनेको ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली सबैजनालाई शुभकामना छ ह्याप्पी होलीको Hello everyone, happy Holi. Bomb. यहाँ होलीको रमाइलो हुँदैछ यहाँ बजाउने हुन्छ भाइ खाजा कसले यहाँ हामी यहाँ आइसक्रिम खान आइपुगेछौँ होइन यहाँ भाइ र बहिनीहरू छ भाइ छ बहिनी छ यहाँ कान्छी छ अब यहाँ भन्नु के झन् अब भन्नु टाइम हुन्छ ह्याप्पी होली छ है दाजु यहाँ मिक्स आइसक्रिम गो औ उठाउ हेलो आइसक्रिम हेलो सबैजना यहाँ आइसक्रिम छ है सबै पुग्यो होइन Thank you, Dai. Thank you, Dai. बनाएर ठिक छ त अनि हाम्रो ढरेको भ्यू यस्तो छ है धर्म यस्तो छ हेर्नैरहेछ भ्यू हाम्रो ढरानै बजार यस्तो छ ल फाइनली नै अब यति नै हो अब खेल्नु त अब खेलियो होइन रमाइलो गर्नु भने गरियो
अब साह्रो भयो अब घर जानुपर्छ हो अब त अब घर गएर नुहाएर बस्नुपर्ने रहेछ फ्रेस हुनुपर्ने यस्तै गर्मी भयो क्या अब रहेछ अब अर्को ब्लगमा आउँछ है रहेछ अब बाबाई लाइक सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला सबैलाई सेयर गर्नु सपोर्ट गरिदिनु है सबैलाई अब आजको भिडियो यति नै हो राइट बाई बाई